हेलो नमस्कार अनि हार्दिक स्वागत छ आजको भ्लगमा। आज हामी उपदनगढी जाँदैछौँ। हामी लगभग 7-8 जना जाँदैछौँ। दुईटा स्कुटर अनि एउटा बाइकमा। यस यात्रा रमणीय हुनेछ भन्ने आशा छ। पहाडको फेदीमा फेदी हुँदै खोलाको तिर हुँदै उकालो लाग्दैछौँ। हेलो नानी। हेलो। कहाँ जाने हो हामी? आज कहाँ जाने हो हामी? धनगढी होइन, उपदनगढी। ए यही हो। कहाँ हो देखिन्न खोइ। उपदनगढी कति किलोमिटर? 3 किलोमिटर हो। बाटो अलि साह्रो पुरा घुमाउरो रहेको छ, अलिकति भिरालो पनि रहेको छ। हामी दुईजना र दुईटा बच्चा एउटा स्कुटरमा थियौँ। त्यसैले तान्न पनि निकै गाह्रो भएको छ स्कुटरलाई। एकदम आवाज आएको छ। ठाडै उकालो भएकोले होला, तर पनि जाँदैछौँ। उपदनगढी पुग्ने बेलामा चाहिँ बाटो चाहिँ केही खराब रहेको छ। लगभग 200 मिटर बाटो चाहिँ खराब रहेको छ। दरबार पुग्नको लागि 10 देखि 12 मिनटको पैदल यात्रा चाहिँ गर्नुपर्ने रहेछ। सुरुवातमा निकै ठाडो, त्यस पछाडि तेर्सो उकालो रहेको छ। सो आरामसे जान सकिन्छ। जय शम्भो कैलाशनाथ। रुपियाँको टिकट काटेर यो प्रवेशद्वारद्वारा जान सकिन्छ भित्र। पैदल जाने क्रममा बाटोमा फापर फुलेको पनि देखियो। हर हर महादेव। अस्ति हिमालमा देखेको शिवजी भाइरल एआई भनिएको थियो, तर साँच्चीकै एआई र भाइरल होइन रहेछ। शिवजी साक्षात प्रकट। यहाँ पानी पिउनु लागि धारा पनि व्यवस्था गरिएको रहेछ, जस्तै ढुङ्गा जाँदा जस्तै। अनि टोयलेटको पनि व्यवस्थित छ। निकै व्यवस्थित। हेलो नमस्ते। उपदनगढीमा छौँ। यो रहेको छ उपदनीको इन्ट्रान्स गेट, मेन ढोका, मूल ढोका। मौरीको गुण पनि रहेछ यहाँ।
त्यसै गरी पछि रहेको छ दरबार। त्यो सायद पानी स्टोर गर्ने कुवा जस्तो छ। यो चाहिँ भित्री परिसर हो। हेलो 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 नमस्ते 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 हार्दिक स्वागत छ। यहाँ टोलीहरु खानपिनको व्यवस्था हुँदैछ। हेलो गाइस, यतापट्टि चाहिँ भरतपुर साइड हुनुपर्छ। दामी 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 चिप्लिन सक्ने सम्भावना पनि छ यहाँ। चिप्लिन होला है, चिप्लिन होला। लडाइँ गर्ने त नि यहाँसम्म आइपुग्दै पुग्दैन नि, उता तल हुन्छ यहाँबाट। खै अब यो 2224 राज्य भएको बेलामा त्यो कुरो हो। त्यो त पूजा हो। चिप्लेन है बहिनी। समोसा पार्टी, आलु चप पार्टी, फ्रुट्स पार्टी, चटपटी पार्टी, सबै हामी पार्टी। हामी यहाँ पार्टी, हामी बाबा छोरा पार्टी, बाबा छोरा खिर। यो रहेको छ 360 भ्यू। यो चाहिँ भगवानको मन्दिर रहेको छ। एउटै ढुङ्गामा मन्दिर अडेको छ। तल ढुङ्गा छ, माथि मन्दिर छ। तलदेखि माथि एउटै ढुङ्गामा अडिएको रहेछ।